हेलो गाइस, नमस्ते, सलाम अलैकुम। स्वागत है आप लोग का मेरे वीडियो में। देख सकता है ये है हमारा गांव। अच्छा है ना। साथीहरु नमस्कार। मलाई खासै हिन्दी बोल्न चाहिँ आउँदैन, सो मैले भिडियो बनाएँ। सो आज हामी चाहिँ जङ्गलतिर जाँदैछु किनकि गोठ बनाउनलाई हामी चाहिँ खाबो खोज्न जाँदैछु जङ्गलतिर। किनकि अब हाम्रो 2-4 दिन पछाडि बाजेको घेवा छ। घेवामा चाहिँ हामी गोठ बनाउनलाई खाबो खोज्न जाँदैछु। हे गाइज, जस्ट स्लो अलिक बिस्तारै हिँड्नुस् हैन। बाटो हल्का नर्मल कमजोरी छ कि हाम्रो सिगा खेल्ने साथीहरु चाहिँ उहाँ नै हो। हातमा बन्चरो पुरै हात हतियार सहित हामी चाहिँ कहिलेकाहीँ चाहिँ हामी नाइट हन्टिङ गर्थ्यौँ, तर आज चाहिँ हामी डे हन्टिङ। यसो दिउँसो हन्टिङ हान्दिएको शिकार हान्न लाग्यो। ग्वासी गाइस, हामी चाहिँ अब यसो जङ्गल छिर्न आँट्यौँ। जङ्गल छिर्नुभन्दा अगाडि चाहिँ यो हाम्रो ढ्याङ्ग्रे भिरको तपाईहरुले तस्बिर देखाउन चाहन्छु म। ढ्याङ्ग्रो हो, यहाँनिर चाहिँ हाम्रो पुर्ख्यौरी ढ्याङ्ग्रो भन्दो रहेछन्। ढ्याङ्ग्रोको चित्र तपाईहरुले देख्नुभयो त्यहाँ माथि, देखेन होला, बिस्तारै देख्नुहुन्छ तपाईहरुले। हामी अब यसो यो ऊ भनेपछि चाहिँ बाघ आउँछ। बाघ आएपछि चाहिँ हामी बन्चरो हाँग्छु होइन, हँसियाले ड्याम हान्ने सोच। गाइज, मिर्गा चाहिँ हिँडेको रहेछ है। मिर्गा अघि बिहान हिँडेको रहेछ भर्खरै। भेट्यो भने चाहिँ हामी बन्चरोले ज्याममै दिने हो। जङ्गल यस्तो छ। यो चाहिँ हाम्रो मिर्गा। यस्तो भनेपछि मिर्गा बाँदरहरू चाहिँ हल्का आवाज दिएर निस्किन्छ। त्यही भएर हामीले यस्तो सङ्केत दिएको हो। गाइस, डेन्जर गाइस। केटाहरू हिँडिरहेको छ अगाडि पुरै बोकेर। म चाहिँ थाक्यो, फकै मार्दैछु। सो गाइज छैन, हामी चाहिँ हन्टिङ सन्टिङ केही पनि होइन, यसो खाबो खोज्न आएको हो। खाबो चाहिँ हामीले भेटिरहेको छैन। अब खोजिरहेको छौँ हामी खाबो। सायद भेट्छ भन्ने आशा गोरेर आएको, खाबै छैन त। आज हामीले नलगी जाला जस्तो छ, भेट्ला जस्तो छैन खाबो। सेट क्या घरी झरी जङ्गल छ गाइस। आई सेट तान्दिगयो नि यार, तान्दिगयो नि मेरो टाउकोमा बान्ने फेटा एकदम सँगले। ए भाइ, चुप लगाएर आऊ न, बाघले अट्याक हान्छ खान्छौ भने। चुरी घिक्टी भाइ, भेट्दैन क्या हो केटा हो। साउन्ड कस्तो मस्तको साउन्ड आयो, चिट भन्ने। सो थाहा भयो केटा, काफल बाङ्गे टिमुदित इजी थाहा भयो क्या। ल है ल केटा हो, एउटा खाबो भेटियो। काट्न सुरु गरियो टुडुङ ट्याड्याउ। अन्त कि सोल्टी, तिमी चाहिँ त्यहाँ बसेर के हेरेको?
यो डाइलग चाहिँ फेरि मार्केटमा हल्का धमक्का हुनेवाला छन् है। बल्ल बल्ल एउटा मिल्यो। अब नेक्स्ट टार्गेटमा जाउँ हामी। चप्पल पनि कति चिप्यो क्या। केटुले खाबो पनि बाङलाङ लडाउन सफल भयो। लगायत छैन यहाँबाट चाहिँ हल्का हल्का देख्ने रहेछन्। पहिला औँसी पूर्णिमा चाहिँ झप्ती बल्थ्यो अरे यो ढ्याङ्ग्रो। अहिले चाहिँ अब त्यस्तो छैन, भित्तामा मात्रै सीमित छन् टक्क लाएर। यो चाहिँ पहिला त्यस्तो डेन्जर थियो अरे पहिलाको यो गाइस हैन। त्यस्तो छ हाम्रो गाउँमा, यस्तो समेत छ। सो खाबो चाहिँ 3टा भयो, 3टादेखि भेटेको छैन। टेन्सन टुडुङ ट्याड्याउ। गाइस यतातिर चाहिँ मिर्गा हिँडेको रहेछन् है, भर्खरै यता मिर्गा हिँडेको रहेछ। यो चाहिँ मिर्गाको पाइला हो, यहाँ यता मिर्गा हिँडेको रहेछ गाइस। मिर्गा भेट्यो भने त फेरि हँसियाले हान्ने भनेको मिर्गै भेट्दैन होइन, हिँडेको चाहिँ रहेछ। सो मिर्गा छैन। स्वर्ग हेर्ने हो गाइस, स्वर्ग हेर्ने हो। ट्यान ट्याडाङ। यस्तो बबाल स्वर्ग ठाउँ त कहाँ पाइन्छ र केटा हो कि कसो। स्वर्ग जस्तो आनन्द मेरो गाउँ। यहाँदेखि फेरि गीत नै आउँदैन, तनाव छ होइन त गाइस। ल है त गाइस, ल है ल, हाम्रो दाजु चाहिँ ड्याङ खाबो काटिरहेछन् रुखमा चढी होइन। त एकजना यता चाहिँ घुस्रेर हिँडेको छ। के हो यो को भाइ हो? भाइ को हो तिमी? बाँदर हो कि मान्छे हो? बाँदर रे होइन। हाम्रो दाजु चाहिँ खाबो टक काटिरहेको छन्, टक्क लाएर होइन। 3-4वटा भइयो। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो। देउरालीमा बतास चल्यो, घरी घुम्टो खोली, घरी हेरिदिने मायालुको मुटुभरि सधैँभरि हतास चल्यो। देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो। देउरालीमा बतास चल्यो। हे गाइस, मैले एउटा खाबो भेटियो। अब यसलाई चाहिँ नि म यस्तो यो बन्चरोले ड्याङ काटेर चाहिँ पुक्लुकै ढाल्छु भन्ने सोचले काट्न थालेको होइन गाइस। यसले फेरि डिस्टर्ब गर्यो क्या। ल खा, डिस्टर्ब गर्ने राख्नै होइन नि केटा। ओ सेट, काट्नु नसक्ने रहेछ यार। यति त भयो है गाइस। भन्छौँ फेरि कसम। यसले बेटा वन हैंड पावर गाइस, वन हैंड पावर देख सकता है। लो खा, लो जा। मैले पनि ढाल है यस्तोलाई त। ओए सिधै म बढी बाइदिरे यार। म्याक्री सिधै ला टेढो भइहाल्यो। देउराली माथि रमिते ढुङ्गा त्यही परि मजुवा सम्झना आउँछ कान्छीको लैलै के गरौँ हजुर। ल गाइस, हाम्रो ग्रुपमा यस्तो एउटा कलावाला मान्छे छ कि जसले चाहिँ यस्तो खतरा डेन्जर आवाज निकाल्छ। ट्या 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 ट्या।
ओम हरनको जरुरत पर्यो भने हाम्रो सम्पर्क गर्नु होला मोबाइल नम्बर यो चाहिँ बोल्याग्रो गाडीले हुने रहेछ हेलो हेलो गाइज ल हाम्रो खाना चाहिँ पुग्यो ट्याक लाएर हामी घर जाने केटा होइन त सर्लाको टुडुङ टुडुङ यहाँबाट गाइज छैन हामी चाहिँ खाना सामु बोक्यो हिँडियो घरतिर टुई 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 भिडियो हेरिदिनुहोस् लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् साथ सपोर्ट गरिदिनुहोस् छैन त म तपाईँलाई साथ दिन्छु तपाईँ मलाई साथ दिनुहोस् सपोर्ट गर्नुहोस् ए हो हस्त धन्यवाद थुजेसे राङ्नी दा